हेलो गाइज, नमस्ते, राम राम सबैजनालाई। म फेरि पनि आइसकेको छु मेरो नयाँ ब्लगमा। हजुरहरूको सानो भाइ ललित। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने एकदमै आशा गर्दछु। आज चाहिँ काम हाम्रो यो आदिवाललाई चाहिँ तलसम्म होइन हाइट अब धेरै दिन मिल्दैन कुनै कुनै ठाउँमा, जस्तो अब डिपिआरले भन्छ त्यसै अनुसारले अब चाहिँ कति गहिराइ खन्नुपर्छ त्यो खनेर अनि चाहिँ गहिरो बनाएर चाहिँ खनेर अनि त्यस पुलियाको तलको लेभलको हिसाबले चाहिँ यो आदिवाल उठाइन्छ होइन। त्यसलाई चाहिँ अहिले ब्याक फिलिङ गर्दैछ यो, किनभने यता ट्राफिक चलिरहेछ होइन यो सैलुङ रोडमा। त्यसको लागि चाहिँ अब कोही खुसोस् नै होइन, त्यसमा गड्डाभित्र गएर कोही मरोस् नहुनेर, किनभने चालु रोड हो, चालु रोडमै काम स्टार्ट भएको छ अहिले 4 लाइनको मध्येको होइन। अहिले चाहिँ ब्याक फिलिङ हुँदैछ। ब्याक फिलिङ चाहिँ आदिवाल एक सालको खनेर चाहिँ त्यसलाई चाहिँ अब तल पिसिसी टप बटम त्यसपछि आदिवाल राख्ने कार्य गर्नुहुन्छ। अनि त्यसपछि बल्ल यो सिस्टम मिलाइन्छ होइन। चाहिँ गाडी हाल्न उता चाहिँ लेटको लागि बोट रेडी भइसकेको छ आदिवालभित्र चाहिँ। अहिले चाहिँ अब बटम फकाएर खाली हुँदैछ। चाहिँ ट्राफिकले प्रब्लम गरिरहेको छ होइन। फेरि अब मलाई अर्को चाहिँ एउटा मेरो देशको लागि एउटा भिडियो भन्न मन लाग्यो होइन। अब हाम्रो देशमा चाहिँ पहिले अब राजतन्त्र हुँदा चाहिँ कस्तो भन्दा हाम्रो वर्ल्डमा हाम्रो कन्ट्री नेपालको ऱ्याङ्किङ चाहिँ 17 नम्बरमा थियो होइन, राम्रो उसमा होइन। अहिले चाहिँ 199 भन्दा पनि तल छ होइन। राजा हुँदा चाहिँ हाम्रो देश धेरै सिस्टममा थियो होइन, जस्तो कि अब हङकङ होइन, थाइल्यान्डको पैसा हाम्रो नेपालको 1 रुपियाँ वहाँ 3 रुपियाँ हुने गर्थ्यो होइन त्यति बेला। अहिले चाहिँ के छ त्यसको ठ्याक्कै उल्टो भएको छ